हाई वेलकम टु थर्ड एम्पायर। एकपटक विनोद भण्डारीको यो कुरा सुन्नुहोस्। यो अब सिलेक्सन म्याच हो भनेर चाहिँ कसले भन्छ खासमा चाहिँ हैन। अनि सिलेक्सन गेम हो भनेपछि चाहिँ सिलेक्सन पर्फर्मेन्स गरेको मान्छे सिलेक्सन चाहिँ किन हुँदैन त खासमा चाहिँ त्यो चाहिँ क्वेसन हो हैन। किनभने चाहिँ पीएम कपमा पनि तपाईँ हेर्नु टप 5 ब्याट्सम्यानहरु 50 ओभरको एउटा स्क्वाड नै थिएन। टप 5 को प्लेयरहरु नै भनेपछि रन बनाउने वालाहरु भनेपछि पीएम कपलाई कसरी सिलेक्सन म्याच भन्नुहुन्छ र अब यहाँ पर्फर्मेन्स गरिरहेछ भने टिममा पर्छ भने के उनले भने जस्तै एकपटक पीएम कप 2025 को स्टार्सलाई हेरौं। हाईएस्ट रन स्कोररको लिस्टमा टप 5 मा भएका खेलाडीले पीएम कपको समाप्तिदेखि अहिलेसम्म नेपालले खेलेका ओडिआई गेम्सहरुमा बसिर बाहेक अन्तिम 11 त परकै कुरा स्क्वाडमा समेत मौका पाएका छैनन्। एकचोटी नेपाल प्रिमियर लिग 2025 को स्टार्सलाई पनि उठाएर हेरौं। नेपाली प्लेयर्सको हकमा टप 5 रन स्कोररको लिस्ट, यो दुईटै लिस्टलाई हेर्दा एउटा नाम चाहिँ कमन देखिन्छ, बसिर अहमद। बसिर अहमदले नेशनल टिममा मौका नै पाएका छैनन् भन्न त मिल्दैन, तर कहाँ मौका पाए र उनलाई कसरी प्रयोग गरियो र त्यो मौकाले उनको ट्यालेन्टलाई रिफ्लेक्ट गर्न सक्यो कि सकेन, यो त भिडियोमा हामी कुरा गर्ने नै छौं। सो आउनुहोस् आजको भिडियोमा हामी के बसिर अहमद नेपालको लागि एउटा राम्रो अलराउन्ड विकल्प हुन सक्छन् भन्ने कुराको चर्चा गरौं। बसिर अहमदको करियरको बारेमा फर्दर चर्चा गर्न भन्दा अगाडि लेट्स लुक एट हिज ओभरअल नम्बर्स। बसिरले उनको ओडिआई करियरमा 4 खेलमा 4.67 को एभरेजले मात्र 14 रन बनाएका छन्। उनको टी20आई स्ट्याट्सले भने फरक कहानी दर्शाउँछ। टी20आई करियरको 7 म्याचमा 123 रन बनाएका बसिरले 135.16 को स्ट्राइक रेट पनि मेन्टेन गरेका छन्, जसमा उनको एभरेज 61.5 को छ। बिफोर जजिङ अन द बेसिस अफ हिज पोल्स अपार्ट इंटरनेशनल नम्बर्स, लेट्स जम्प इन्टु हिज डोमेस्टिक रेकर्ड्स। बसिरको सिनियर वन डे प्लस रेड बल डोमेस्टिक रेकर्ड हेर्ने हो भने उनले 28 म्याचेसमा 731 रन बनाएका छन्, जसमा 6 वटा 50 प्लस स्कोर छ। यो अवधिमा उनको एभरेज 31.78 को छ। उनको यो स्ट्याट्सलाई फर्दर ब्रेकडाउन गर्न भन्दा अगाडि यो भिडियो चाहिँ अलिकति नम्बर्स ड्रिभन हुन्छ, सो धेरैलाई मोनोटोनस लाग्न पनि सक्छ। ट्राई टु स्टे विथ अस टिल द एन्ड। So let's dive deep into the numbers. बसिर अहमदको जर्नी बुझ्न उनको सिनियर टोली पर्फर्मेन्सले मात्र होइन, हामी अन्डर 19 डेज देखि नै सुरु गरौं। बसिर अहमदले 2021 को अन्डर 19 डोमेस्टिकमा लुम्बिनी प्रोभिन्सलाई प्रतिनिधित्व गरेका थिए, जसमा उनले 7 म्याचमा 101 रन बनाएका थिए। उक्त प्रतियोगितामा उनले 88.59 को स्ट्राइक रेट र 50 प्लस को एभरेज मेन्टेन गर्छन् र यो टुर्नामेन्टमा 50 प्लस को एभरेजमा 100 प्लस रन बनाउने ब्याटर्सको लिस्टमा 4 जना मात्र ब्याटर थिए, जसमा बसिर अहमद पनि सामेल थिए। अन्डर 19 डोमेस्टिकको पर्फर्मेन्स पछि उनी अन्डर 19 एशिया कपको लागि नेपाली टोलीमा समावेश हुन्छन्। उक्त प्रतियोगितामा बसिर नेपालको लागि हाईएस्ट रन स्कोरर हुन्छन्। उनले अन्डर 19 एशिया कपमा 3 खेलमा 35.67 को एभरेज सहित 107 रन बनाउँछन्। अन्डर 19 वन डे टुर्नामेन्टहरुमा डिसेन्ट पर्फर्मेन्स गर्दै आएका बसिरले अब सर्टेस्ट फर्मेटमा आफ्नो कौशलता देखाउने मौका पाउँछन्। उनले 2022 मा प्रो क्लब च्याम्पियनशिप खेल्ने मौका पाउँछन्। उनी सो प्रतियोगितामा पनि थर्ड हाईएस्ट रन स्कोरर हुन्छन्। उनले 5 खेलमा 39.67 को एभरेज सहित 119 रन बनाउँछन्। सरप्राइजिङली यो भन्दा अगाडिका टुर्नामेन्टहरुमा बलिङ तर्फबाट ओभरस्याडो भएका बसिर यो पटक उनको 5 खेलमा 10 विकेट उनलाई उक्त टुर्नामेन्टको हाईएस्ट विकेट टेकर बनाउन पर्याप्त हुन्छ। यी 3 प्रतियोगितामा देखाएको अलराउन्ड पर्फर्मेन्सको बेसमा उनलाई नेपाली सिनियर टोलीमा फास्ट ट्र्याक गरिन्छ। उनले 2022 मेमा भएको जिम्बाब्वे ए टुर अफ नेपालमा टी20 र लिस्टे डेब्यू गर्ने मौका पाउँछन्। नेपालको लागि खेल्ने मौका उनको लागि यही समाप्त हुँदैन। 2022 जुलाईमा नेपाल स्कटल्यान्ड र नमेबिया सम्मिलित त्रिपक्षीय सिरिजको लागि नेपाली टोलीमा बसिर अहमद पनि अटाउँछन्। त्यहाँ उनले नमेबियाको अगेन्स्टमा नेपालको लागि ओडिआई डेब्यू गर्छन्। उक्त सिरिजमा 3 खेल खेल्न पाएका बसिरको स्कोर थियो 3 did not bat र 0। बलिङमा 3 खेलमा 18.3 ओभर गरेका बसिरले 2 विकेट त निकालेका थिए, तर सायद न्यूट्रल फ्यानको हिसाबले हेर्ने हो भने यो स्ट्याट्स न उनलाई प्योर बलरको रूपमा एस्टाब्लिश गर्न काफी थियो, जुन सायद बसिर आफै पनि अग्री गर्लान्, न यसलाई अलराउन्ड पर्फर्मेन्स भन्न नै मिल्छ। र यो पर्फर्मेन्सले मात्रै उनलाई अर्को वन डे सिरिजको लागि टोलीमा ठाउँ रिटेन गर्न कुनै पनि हिसाबले पर्याप्त थिएन। यसैको लगभग 1.5 महिनामा उनले कम्प्लिटली डिफरेन्ट फर्मेटमा अर्को एउटा मौका पाउँछन्। त्यो थियो केन्यासँगको सिरिजमा टी20आई डेब्यू गर्ने मौका। अनि यो सिरिजको 2 खेल खेलेका बसिरको स्कोर 0 अनि डिड नट ब्याट र बलिङमा 2 म्याचमा 8.16 को इकोनोमी सहित 2 विकेट। नेपाली घरेलु क्रिकेटमा पहिला चालेको 1 वर्षमै सेलेक्टर्सको आँखामा परेर इन्टरनेशनल डेब्यू गर्ने मौका पाएका बसिर उनको लागि इन्टरनेशनल स्टेजको अनुभव भने त्यति मिठो रहेन। उनले फेरि आफूलाई प्रुभ गर्ने एउटा मौका पाउँछन्। त्यो थियो पीएम कप 2022, जुन टुर्नामेन्टलाई बसिरको कमब्याक स्टोरी लेख्ने टुर्नामेन्ट मानिदै थियो। त्यो टुर्नामेन्ट उनको लागि आफ्नो करियरकै वर्स्ट डोमेस्टिक टुर्नामेन्ट बन्न पुग्छ। उनले टुर्नामेन्टको 4 खेलमा केवल 33 रन बनाउँछन् र बलिङ तर्फ 3 विकेट मात्र लिन सफल हुन्छन्। सायद इन्टरनेशनलमा आएको फेलियरको प्रेसर अझै पनि उनीबाट उत्रिएको थिएन। वेल, क्रिकेटमा यु आर ओन्ली अ बेटर प्लेयर व्हेन यु आर नट प्लेइङ, र जेनरली नेपाली फ्यान्सहरु पनि वी टेन्ड टु हाइप अप अ प्लेयर व्हेन ही डज गुड एट वन डोमेस्टिक टुर्नामेन्ट, अनि जब त्यस्तो प्लेयरलाई फास्ट ट्र्याक गरेर इन्टरनेशनलमा लगिन्छ he fails because probably he wasn't matured enough for international cricket। के बसिर अहमद पनि यही चीजको शिकार भएका थिए त? वेल, इरेस्पेक्टिभ अफ द आन्सर उनको कहानी यतिमै भने समाप्त चाहिँ हुँदैन। टाइम जम्प गरी जाउँ पीएम कप 2024 मा। पहिलो पटक नेपालमा पीएम कप सिंगल राउन्ड रोबिन फर्मेटमा खेलाइदै थियो, व्हिच मीन्स मोर गेम्स
एन्ड प्रोबेबली मोर अपर्च्युनिटी फर बसिर अहमद टु प्रुभ हिमसेल्फ। उक्त टुर्नामेन्टमा उनले 10 खेलमा 176 रन बनाउँछन्। यो बसिरको लागि कुनै पनि हिसाबले आफ्नो बेस्ट त थिएन, तर पनि वाज एटलिस्ट बेटर देन द लास्ट वान। बसिर अहमदको लागि उनको करियरको टर्निङ पोइन्ट बनेर आउँछ पीएम कप 2025, जसमा उनले आफ्नो करियरकै बेस्ट खेल देखाउँछन्। उनले 10 खेलमा 338 रन बनाउँदै टुर्नामेन्टको 4th हाईएस्ट रन स्कोररको रूपमा फिनिश गरेका थिए, जसमा उनको 56.33 को एभरेज अन्य कुनै पनि खेलाडीको तुलनामा धेरै थियो। इन एडिसन टु दैट उनले 10 खेलमा 6 विकेट समेत निकालेका थिए, व्हिच इज काइन्ड अफ डिसेन्ट इनफ टु बी कॉल्ड एन अलराउन्डर। योभन्दा अगाडि यसै वर्ष जे ट्रफी 2025 मा समेत उनले आफूलाई राम्रो अलराउन्ड विकल्पको रूपमा एस्टाब्लिश गरेका थिए। टुर्नामेन्टको 4 खेलमा 30.67 को एभरेज सहित 184 रन बनाएका उनी 6th हाईएस्ट रन गेटर मात्र थिएनन्। 4 खेलमै 11 विकेट निकालेर विकेट टेकर्सको लिस्टमा समेत 6औं नम्बरमा थिए। उहिले परफर्मेन्स पछि फेरि एकपटक बसिरलाई नेशनल टिमको ढोका खुल्छ। उनी हङकङ टुरको लागि नेपाली टोलीमा समावेश हुन्छन्, जहाँ उनले 4 खेल खेल्ने मौका पाउँछन्। 2 इनिङ्स मात्र ब्याटिङ पाएका बसिरले 144.83 को स्ट्राइक रेट सहित 110 रन बनाउँछन्, जसमध्ये कुवेतसँगको अन्तिम खेलमा 80 रन बनाउँदै खेललाई अलमोस्ट सिंगल ह्यान्डेडली जिताउँछन्। आफूलाई डोमेस्टिक क्रिकेटमा अलराउन्डरको रूपमा स्थापित गरेका बसिरले बलिङमा भने मौका पाउँदैनन्। बसिर प्रोबेबली रिसेन्ट टाइम्समा डोमेस्टिकमा वान अफ द बेस्ट ब्याटर समेत हुन्। यो कुरा लास्ट सिजनको पीएम कप र जय ट्रफीको कम्बाइन्ड स्ट्याट्सले देखाउँछ नै। उनी यो समयमा हाईएस्ट रन गेटरको लिस्टमा 2nd नम्बरमा छन् र टप 5 ब्याटर्सको लिस्टमा 40+ एभरेज मेन्टेन गर्ने एक मात्र ब्याटर पनि हुन्। एकपटक बसिरको स्ट्याट्सलाई पोजिसन वाइज ब्रेकडाउन गरौँ। उनले यो समयमा 50% भन्दा बढी इनिङ्स नम्बर 5 मा खेलेका छन् र त्यो पोजिसनमा धेरै हदसम्म सक्सेसफुल पनि देखिन्छन्। थोरै स्याम्पल साइज मात्र भए पनि पोजिसन 7 मा पनि उनी एकदमै राम्रो देखिन्छन्। यो स्ट्याट्सले बसिर जेनरली 5 देखि 7 सम्म बेस्ट हुन सक्छन् भन्ने कुरा देखाउँछ। अघि मैले एउटा क्वेशन गरेको थिएँ नि, के साच्चै बसिर अहमद 2 वर्ष अगाडि फास्ट ट्र्याकको शिकार भएका थिए? वेल, एकपटक उनले इन्टरनेसनलमा पाएको मौकाहरूलाई फेरि हेरौँ न। उनले 2022 मा ओडिआईमा पाएको 3 मौका मध्ये 2 पटक जब उनी ब्याटिङ गर्न मैदानमा उत्रिए उनको ब्याटिङ पोजिसन थियो नम्बर 10। यस्तो पोजिसन जहाँ सायद उनले कहिले ब्याटिङ नै गरेका छैनन्। T20 डेब्युमा उनी जब ब्याटिङ गर्न जान्छन् उनको पोजिसन थियो नम्बर 11। लिमिटेड अपर्च्युनिटी मात्र पाएका बसिर र मौका पनि कम्प्लिटली आउट अफ पोजिसन। उनको करियरलाई ट्राइड एन्ड फेल्ड त परकै कुरा, मेरो विचारमा प्रपरली ट्राइड पनि भन्न मिल्दैन। बसिर अहिले T20 वर्ल्ड कपको स्क्वाडमा छन्, लगत्तै नेपालको लिग 2 को गेम्सहरू पनि छ र अहिले जब हेड कोच सिम्स टु हैव मुभ्ड आउट फ्रम कुशल मल्ल एट द मोमेन्ट, आशा गरौँ बसिर अहमदले उनको नेचुरल पोजिसनमा मौका पाउन फेरि अर्को डोमेस्टिक सिजनमा प्रुभ गर्न पर्दैन।